गाउँको जस्तो आनन्द अनि गाउँमा हुँदाखेरिको जस्तो मनको शान्ति त संसारको कुनै पनि कुनामा खोजेर पनि पाइँदैन होला जस्तो लाग्छ है मलाई चाहिँ। आज फेरि पनि गाउँको भिडियो लिएर आएको छु। सबैजना आराम कुशल हुनुहुन्छ होला है। म पनि एकदमै ठिक छु। अनि आज पनि म अलिकति ढिला उठेँ है। घरभन्दा बाहिर हुँदाको जस्तो ढिला चाहिँ होइन, अलिकति भए पनि ढिला उठेँ। म उठ्दाखेरि चाहिँ घरमा कोही पनि हुनुहुन्न थियो, सबै घर बाहिर हुनुहुन्थ्यो, काम गरिराख्नु भएको थियो। म चाहिँ बेलुकाको भाँडाकुँडा माझेँ अनि त्यस पछाडि सातो चिया खाएँ है। हाम्रो घरको सबैजना सदस्यको दिनको सुरुवात चाहिँ चिया पिएर नै हुन्छ, त्यो पनि सातो चिया है। अरू बेला जस्तै सबै दाइहरू काममा आइसक्नु भएको थियो अनि आज चाहिँ 4 जना हुनुहुन्थ्यो काम गर्ने दाइ अङ्कलहरू। अनि म चाहिँ चिया खाएर खाना बनाउने तर्खरमा लागेँ। उहाँ अङ्कलले चाहिँ हामीलाई सुँगुरको चारो ल्याइदिनु भएछ। उहाँहरूको चाहिँ सुँगुर छैन रे, अनि रक्सी पकाएर त्यो निस्किन्छ नि चारो, हाम्रोतिर चाहिँ कट भन्ने चलन छ, त्यो चाहिँ ल्याइदिनु भएको रहेछ। अनि बुवा र दिदी चाहिँ बाख्रा खोज्न जानुभएको थियो। हिजो चाहिँ सबै चरणमा बाख्राहरू गएको थियो। एउटा बाख्रा चाहिँ राति आएन होइन। अनि त्यस पछाडि नआए पछाडि म उठ्नुभन्दा अगाडि दिदी र बुवा चाहिँ बाख्रा खोज्न जानुभएको रहेछ। तर कति खोज्दा पनि भेटेनौँ भनेर 3-4 घन्टा डुलेर आउनुभयो। अनि मम्मी र बुवाले चाहिँ सुटुनी चाहिँ माटोमुनि गाडेर राख्नु भएको रहेछ कि। हुन त अहिले सुटुनीको सिजन त होइन नि त, तर गाडेर राख्यो भने चाहिँ अलिअलि बाँकी रहन्छ अनि छोराछोरी आएको बेला खान्छन् भनेर राखिदिनु भएको रहेछ। अनि तर कति चाहिँ कुहिएछ के, कुहेर खानै नहुने भएछ। अनि दिदी र मैले चाहिँ खनेर अनि निकाल्यौँ, तर कति त राम्रै पनि थियो है फेरि। अनि हाम्रो सुँगुर चाहिँ यत्रो भएछन् कि 5 महिना 6 महिना अगाडि म घर जाँदाखेरि भर्खर ल्याएको थियो होइन। अनि म जाँदाखेरि त यत्रो ठुलो भइसकेछन्। अब अर्कोचोटि जाँदा त काट्ने पनि बेला पनि हुन्छ होला। अनि म चाहिँ फेरि खाना पकाउनतिर नै लागेँ है। घरमा गएपछि प्रायः जसो भान्सामा चाहिँ मै हुन्छु के। हुन त हाम्रो घरमा कसले पकाउने भन्ने त खासै हुँदैन, अब जसलाई मन लाग्यो त्यसले नै पकाउँछौँ। तर पनि खै घर गएपछि चाहिँ जहिले भान्सामा चाहिँ मै हुन्छु क्या। ठुल्ठुलो बानहरू हुन्छ नि, रक्सीहरू चारोहरू पकाउनु पर्यो, ढिँडोहरू मस्काउनु पर्यो, अरू कुनै कुराहरू पकाउनु पर्यो भने चाहिँ हामी चुलोमै पकाउँछौँ। चुलोमा पकाउँदाखेरि चाहिँ अलिकति स्वाद पनि त्यही अनुसारको आउँछ भन्नुहुन्छ नि त होइन। अनि तातो पानीहरू चाहिँ हामी चुलोमै बढी जसो गर्छौँ। अनि ग्यासमा चाहिँ तातो पानी हाल्यो भने चाहिँ छिटो पाक्छ नि त। अनि बुवाहरूले भनिराख्नु भएको थियो कि एउटै ग्यासले खै कति 1 वर्ष कि झन्डै कति पुगेको भन्दै हुनुहुन्थ्यो कि। चुलोमा चाहिँ तातो पानी तताए पछाडि ग्यासमा चाहिँ अलिक छिटो हुन्छ नि त। अनि आज चाहिँ कस्तो मिठो दाल भएको थियो। अनि बाबु र नानी चाहिँ पुरै धुलोमा खेलेर बसेछन्। अनि मैले चाहिँ चिसो पानीले नुहाइदिएको के, तर चर्को घाम लागिरहेको थियो कि, त्यही भएर त्यस्तो चिसो चाहिँ थिएन, जो चिसो पानीले नुहाइदिएँ मैले। अनि अब धुलोमा खेल्ने कि नखेल्ने भनेर सोध्दै थिएँ। अनि बुनुले चाहिँ नखेल्ने भनिरहेको थियो। अनि अब फेरि धुलोमा खेल्यो भने फेरि पनि चिसो पानीले नुहाइदिन्छु भनेर म चाहिँ भन्दै थिएँ। अनि आज चाहिँ कस्तो मिठो दाल भएको थियो क्या, यो राजमाको दाल। अनि त्यही पनि चुलोमा पकाएको कस्तो मिठो भएको थियो। अनि म चाहिँ मजाले खाइरहेको थिएँ है। मलाई अहिले पनि भोइस ओभर गर्दाखेरि पनि मुखमा थुकाइरहेको छ कि यो भात सब्जी र मलाई राजमाको दाल चाहिँ एकदम मिठो लाग्छ है। अनि खानासाना खाइसके पछाडि मलाई चाहिँ यस्तो अल्छी लागिरहेको थियो होइन। अनि बुनुको कपाल कोरिदिएर म चाहिँ सुत्नलाई घाममा एकछिन बसेको, दिदीले मेहन्दी लगाइदिन भनेर आउनुभयो। अनि मैले चाहिँ बुनुलाई क्यामराम्यान बनाइरहेको थिएँ कि स्ट्यान्ड ल्याउन अल्छी लागेर। अनि बुनुले चाहिँ खिच्नै नजानेर मलाई यस्तो हाँसेको थियौँ त्यहाँ है। यतातिर फर्काउ भन्छ उतातिर फर्काउँछ, बिचरा बच्चाले जानोस् पनि कसरी, बल्ल बल्ल मिलायो होइन। अनि त्यस पछाडि एकछिन बुनुलाई क्यामराम्यान बनाएर दिदीलाई मेहन्दी लगाइदिएँ। यो मेहन्दी कहिलेको हो थाहा छैन, घरभित्र देखेछ दिदीले। अनि त्यस पछाडि लगाइदिनु भनेर आउनुभएको थियो।
अनि एकजना अङ्कलले फोन गरेर तपाईँहरूको बाख्रा त तल्ल खोलामा कराइरहेछ भनेर फोन गर्नुभएछ। अनि बुवा मम्मी र बाबुको पालो अब फेरि बाख्रा खोज्न जाने पनि अनि अरू बाख्रा धपाउने पनि भनेर जानुभयो। अनि हाम्रो बाख्राहरू चाहिँ यसै गरी हराइरहेको हुन्छन् कि जङ्गलतिर पनि त्यो ओडारहरू गुफाहरू छ के त्यतातिर बस्छन् कहिलेकाहीँ ढिला हुन्छ। अनि हिजो हराएको बाख्रा चाहिँ त्यसको चाहिँ खुट्टा अस्ति नै भाँचिएको थियो तर अहिले चाहिँ ठिक भइसकेको छ। त्यसलाई चाहिँ हामी सकेसम्म चरनमा पठाउँदैनौँ थियौँ। हिजो चाहिँ अरू गए पछाडि फुत्तै त्यो पनि निस्किएर गएछ कि अनि राति आएन नि त। त्यस पछाडि दिदी र म फेरि पनि यो सिस्नु घाँसहरू काट्नतिर लाग्यौँ। यहाँ चाहिँ किवीको लागि त्यो बनाउँदै हुनुहुन्छ कि सिमेन्टको। अनि सबै यो झ्यासहरू चाहिँ सफा गर्नुपर्ने थियो अनि त्यतातिर लाग्यौँ। अनि त्यो सके पछाडि फेरि आलु र मकै रोप्न हाम्रो बाँकी नै छ है। अस्ति चाहिँ माथि घरभन्दा माथिको गरा चाहिँ सकेका थियौँ अनि तलको चाहिँ बाँकी नै छ नि त। मैले चाहिँ अस्तिको भिडियोमा पनि भनेको थिएँ है, हाम्रो माथिल्लो घर चाहिँ अलिकति लेकमा पनि पर्छ। त्यो भएर पनि अलि ढिला नै रोपेको, त्यही माथि पनि अलि ढिला नै भयो। दिदीले अस्ति नै खनिराख्नु भएको रहेछ तर अब घरमा जन्म भए पछाडि त्यस्तै हुन्छ है। अनि दिदी र मैले चाहिँ मकै रोपिरहेछौँ है। पहिला अब यो काम गर्न कति धेरै अल्छी लाग्थ्यो नि त होइन, झ्याउ लाग्थ्यो कि कति धेरै काम गर्नु पर्थ्यो नि त पहिला त। अनि अहिले पनि अब जागर चल्छ खुब काम गर्न मन लाग्छ भन्ने त होइन, तर अब बल्ल बल्ल घर जाँदाखेरि त काम गरिराखौँ सबै काम सकाम भन्ने हुन्छ नि त। अब सकेसम्म मम्मी बुवा एक्लै हुनुहुन्छ अनि सबै काम सकाइराखौँ जस्तो लाग्छ, तर गाउँको काम त कहिले सकिँदैन है। अनि दिदी चाहिँ ठ्याक्कै आधा सकेर जानुभयो नुहाउने भनेर पानी तताउन जानुभयो। अनि बाबु र मम्मी चाहिँ बाख्रा लिएर आए, तल्ल खोलामा खोज्दा गरेर भेटाएछन् अनि बाख्रा लिएर आए। अनि त्यस पछाडि अनि यो सिस्नु काटेर राखेको थियौँ अनि त्यो चाहिँ सुकाए पछाडि चाहिँ गाई बस्तुले मजाले खान्छन् के। अहिले त फेरि हरियोको सिजन होइन नि त, अहिले हरियो घाँस अब जङ्गलमा खासै छैन है, अलिअलि मात्रै छ। त्यो भएर पनि सिस्नु सुकेपछि मजाले खान्छन्। अनि हेर्नुहोस् हाम्रो गाईको गोठभन्दा तल पनि यस्तो राम्रो गुराँस फुलेको छ नि। अनि म चाहिँ भिडियो नबनाइकन बस्नै सकिनँ, घाम पनि कस्तो मजाले गएको थियो अनि कस्तो शीतल आनन्द भइरहेको थियो। अनि म चाहिँ एकछिन भए पनि भिडियो बनाउँछु भनेर तलतिर गएँ नक्कल पार्नलाई। यो पटक त्यस्तो मजाले चाहिँ गुराँस फुलेको छैन है, त्यही हाम्रो घर छेउमा चाहिँ 2-3 बोट चाहिँ मजाले फुलेको छ। हाम्रोतिर चाहिँ यो एउटा रातो अनि त्यस पछाडि सेतो एउटा चिमाल अनि एउटा पिङ्क कलरको पनि हुन्छ अनि एउटा पिङ्क अनि सेतो मिसिएको कलरको पनि हुन्छ। त्यस्तै 3-4 थरीको देखेको छु होला है, गुराँस त अझ धेरै थरीको हुन्छ भन्छन् नि है। अनि हामीले त्यो तल्लोको एउटा गरा चाहिँ सकायौँ है आलु र मकै रोप्न। अनि बाँकी चाहिँ छ, अझै पनि बाँकी छ, अझै उस तल्लो साइडको चाहिँ सकायौँ। अनि आज चाहिँ यति नै गर्ने भनेर अनि घरको कामतिर लाग्यौँ। अब सुँगुरको चारो पकाउने सिस्नु चाहिँ ल्याइराखेकै थियो अनि त्यस पछाडि काटेर पकाउने मात्रै। हाम्रोतिर चाहिँ अब सुँगुरलाई त्यही हो सिस्नु नै दिइरह हुन्छ बढी जसो। अब त्यसमा त्यो रक्सी पारेर बाँकी भएको त्यो तलको छोक्रा हुन्छ नि त्यो कट भन्छौँ है त्यो। अनि त्यस पछाडि अहिले चाहिँ मजाले यो लौकाहरू होइन, यो फर्सी छ नि सेतो फर्सी, सेतो खरबुजा कतिले के भन्नुहुन्छ होइन, त्यो पनि छ टन्नै छ। अनि त्यही हो काटेर दिन्छौँ। अनि गाईहरूलाई पनि दिनुपर्छ अनि बाख्राहरूलाई पनि दिनुपर्छ। अनि यो बान त हाम्रो खाली नै हुँदैन, यो चुलो कहिले खाली नै हुँदैन। यो 3-4वटा भाँडा छ, यो सबैमा एउटामा सुँगुरलाई, एउटामा बाख्राहरूलाई, एउटामा बस्तुहरूलाई गरेर केही न केही चाहिँ यो भित्र पाकिरहेकै हुन्छ। अनि सोलुमा अहिले पनि चिसो छ, मैले अस्ति पनि भनेको थिएँ है, चिसो साँझ परे पछाडि अलि चिसो हुन्छ। तर यो भिडियो चाहिँ अलि दिन अगाडिको हो, तर पनि अहिले पनि चिसो नै छ अरे सोलुमा, अहिले अझ पानी परेर चिसो नै छ होइन। अनि त्यस पछाडि साँझ पर्यो है, साँझ परिसक्यो। त्यस पछाडि दाइहरू पनि अङ्कलहरू पनि कामबाट
फर्किनु भयो अनि त्यस पछाडि किवी लिएर घरतिर जानुभयो है। अनि यस्तो निद्रा लागिरहेको थियो, यस्तो अल्छी लागिरहेको थियो। अनि खाना पकाउनु जाँगर कसैलाई पनि थिएन। अनि चाउचाउ खाम भन्ने कुरा चल्यो। अनि मैले त चाउचाउ पकाइदिएँ। अनि चाउचाउ पकाएँ अनि खायौँ। त्यो चाउचाउ पकाएको भिडियो चाहिँ खिच्नै बिर्सेछु खै, खिचेको थिएँ कि मेरो फोनमा भेटिनँ मैले, अनि त्यही भएर राखिनँ है। अनि त्यस पछाडि कामले धेरै गलेको थियौँ अनि हामी चाहिँ सुत्यौँ। अर्को भिडियो फेरि आउँछ, प्रतीक्षा गर्नुहोला है त। बाई बाई।